विवाह विभिन्न धर्मअनुसार के हो? सामान्य परिभाषा। विवाह भनेको दुईजना व्यक्तिले, सामान्यतया एक पुरुष र एक महिलाले जीवनभर सँगै बस्ने, प्रेम, विश्वास, सम्मान र जिम्मेवारीका साथ जीवन चलाउने आधिकारिक तथा सामाजिक बन्धन हो। यसले दुई व्यक्तिलाई एकअर्काको जीवनसाथी, सहयोगी, विश्वासपात्र र परिवारको रूपमा जोड्छ। विवाह संसारका प्राय सबै धर्ममा एक महत्त्वपूर्ण सामाजिक, धार्मिक र नैतिक संस्कार हो। हरेक धर्मले विवाहलाई फरक तरिकाले परिभाषा गरेको छ। विभिन्न धर्महरूमा विवाहको बारेमा के भनिएको छ, ध्यान दिएर सुन्नुहोस्। बाइबल वा क्रिश्चियन धर्मअनुसार विवाहलाई परमेश्वरको आदेश, पवित्र सम्बन्ध वा बन्धन मानिन्छ। एक पुरुष र एक स्त्री बीच जीवनभरको सम्बन्धको रूपमा लिइन्छ। बाइबलमा लेखिएको छ, पुरुषले आफ्नो बाबुआमालाई छोडी पत्नीमा मिल्नेछ र दुईजना एउटै शरीर हुनेछन्। बाइबलमा पनि क्याथोलिक मान्नेहरूले विवाह गरेपछि डिभोर्स गर्न निषेध छ भने प्रोटेस्टेन्ट मान्नेहरूमा अनुमति छ। चर्चमा पादरीको उपस्थितिमा विवाह अनुष्ठान गरिन्छ। हिन्दू धर्मअनुसार विवाहलाई संस्कार मानिन्छ, जस्तै विवाह 16 संस्कारमध्ये एक हो। यो जन्मजन्मको सम्बन्ध हो भन्ने विश्वास गरिन्छ। विवाह धर्म, अर्थ, काम र मोक्ष प्राप्त गर्ने मार्ग हो। पति-पत्नी बीचको सम्बन्धलाई पूजनीय मानिन्छ। सप्तपदी अर्थात् 7 पाइला लिँदा श्रीमान श्रीमती एकाएकाका धर्मसाथी बनिन्छन्। परम्परागत रूपमा यो सामाजिक जिम्मेवारी तथा वंशवृद्धिको माध्यम हो। बौद्ध धर्म अनुसार बौद्ध धर्ममा विवाहलाई धार्मिक अनुष्ठान भन्दा सामाजिक संस्थाको रूपमा लिइन्छ। बुद्धले गृहस्थ जीवनलाई स्वीकृति दिएका छन्, तर विवाहलाई मोक्ष प्राप्तिको मार्ग भने मानेका छैनन्। धर्ममा विवाहको विशिष्ट विधि छैन, तर सत्य, करुणा, सहिष्णुता र परस्पर सम्मानलाई जोड दिन्छ। यदि दुवै पक्षको सहमति भएमा सम्बन्ध विच्छेद स्वीकृत छ। इस्लाम वा मुस्लिम धर्मअनुसार विवाहलाई पवित्र अनुबन्ध मानिन्छ। विवाह अल्लाहको आदेश हो र यो अधार्मिक कार्यहरूबाट जोगिनका लागि आवश्यक ठानिन्छ। श्रीमान श्रीमती बीचको सम्बन्ध दायित्व र कर्तव्यमा आधारित हुन्छ। मेहर अर्थात् स्त्रीलाई दिने तोकिएको धन अनिवार्य हुन्छ। यदि सम्बन्ध राम्रो नरहेमा डिभोर्सको प्रावधान छ। सिख धर्मअनुसार विवाहलाई आनन्द कारज भनिन्छ, जसको अर्थ हो आनन्दको कार्य। विवाहको उद्देश्य परमात्मासँग मिलनको यात्रा सँगै गर्नु। श्री गुरु ग्रन्थ साहेबको समक्ष विवाह अनुष्ठान गरिन्छ। श्रीमान श्रीमतीको सम्बन्धमा बराबरी र आदर बलियो मानिन्छ। यहुदी धर्मअनुसार विवाहलाई पवित्र बाचाको रूपमा लिइन्छ। केटुबाहा नामको विवाह सम्झौता अनिवार्य हुन्छ। विवाहले वंशवृद्धि र धार्मिक जीवनको निरन्तरता सुनिश्चित गर्छ। डिभोर्स अनुमति छ, तर विशेष विधि अनुसार।